मैले लामो समयदेखि भिडियो बनाएको थिएन, किनभने जीवनमा यसरी अल्झिएको थिएँ कि आफैले चिन्ने मौका नै मैले गुमाइसकेको थिएँ जस्तो लाग्यो। म एउटा यस्तो यात्रामा समावेश भएर फर्केको छु जहाँ मैले आफैलाई चिन्ने मौका पाएँ, या यो भनौँ कि जीवनको सही स्वाद के हो भन्ने कुरा चिन्ने मौका पाएँ। केही यस्ता व्यक्तिहरूलाई भेटेँ जसले मलाई मेरो सही स्वरूप देखाइदियो, छर्लङ्गै चिनाइदियो भनौँ न। अनि अहिले आएर अनुभव हुन्छ कि ब्रेक लिन जरुरी छ, रोकिन जरुरी छ, सम्झिन जरुरी छ र बुझ्न जरुरी छ कि म केका लागि हो र मेरो अस्तित्व के हो र किन हो। हामी यो जीवनको भागदौडमा यति अल्झिसकेका छौँ नि, हामी अरूको लागि, समाजको लागि भनौँ, घर परिवारको लागि, या थाहा छैन धेरै कुरामा चाहिँ यसरी अल्झिएका छौँ कि आफूसँग आफैले रमाउनै बिर्सिसकेका छौँ, हराइसकेका छौँ। त्यही भएर आफूलाई पाउनु छ र आफूलाई आफैले अनुभव गर्नु छ, महसुस गर्नु छ भने चाहिँ एउटा ब्रेक र रोकिन जरुरी छ। त्यो रोकिसकेपछिको नयाँ सुरुवात तपाईहरूको लागि नयाँ जीवन बन्न सक्छ।